काठमाडौँ महानगरपालिकाको दमकल समेत गरेर उहाँहरूको दमकल 8 बजेतिर आएको छ। उहाँहरूको दमकललाई विभिन्न ठाउँमा चाहिँ अवरोध भएको, बाहिर विभिन्न किसिमका चाहिँ हल्लाहरू, भ्रामक चाहिँ समाचारहरू आइरहेका छन्। म स्पष्टसँग भन्न चाहन्छु, महानगरपालिकासँग मेरो सुरुदेखि नै चाहिँ कन्ट्याक्टमा छु। उहाँहरूसँग मेरो कुरा भइरहेको छ। हाम्रो दमकल यो ठाउँमा छ, ल अहिले 1-2 ठाउँमा ड्राइभरहरू छैनन्, त्यो ड्राइभरहरूको व्यवस्था गरेर दमकल लानुस् भन्दाखेरि आन्दोलनकारीहरूले हामीलाई समयमा दमकल लान नदिएका हुन्। त्यसले गर्दाखेरि केही समय ढिलो भएको हो, तर नियतवश अर्को उद्देश्य राखेर एकदम ढिला गरेर सिंहदरबारको आगो चाहिँ निभाउन नचाहेको भन्ने कुरा चाहिँ पूर्णतया गलत छ। यो म आदरणीय चाहिँ हाम्रा पत्रकार मित्रहरूलाई बुझिदिनु हुन एकदम चाहिँ अनुरोध गर्छु। र एउटा कुरा के पनि भन्न चाहन्छु, भोलिपल्टको करिब 8-9 बजेतिर अधिकांश ठाउँको चाहिँ आगो निभिसकेको छ। के हुँदो रहेछ भने केही ठुला भवनहरूमा आगो निभिसकेपछि भित्रभित्रको त्यो आगो बाँकी भएको फेरि आउँदो रहेछ। सर्वोच्च अदालतकै आगो भोलिपल्ट निभिसकेको छ। अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ। म त्यतातिर खण्डन गर्न दिन पनि चाहन्न। भोलिपल्ट सर्वोच्च अदालतको आगो निभेको म यहाँहरूलाई एकदम प्रष्टसाथ भन्न चाहन्छु। र ललितपुरको चाहिँ दमकल हामीले झन्नै मध्यरात 12 बजे त्यो दमकलले एउटा ललितपुरकै काष्ठ उद्योगमा आगो लागेको चाहिँ निभाउँदैछ भन्ने खबर थाहा पाएपछि मैले प्रष्टसँग त्यहाँको गणपतले होइन, यहाँ यत्रो महत्त्वपूर्ण भवनहरूमा आगो लागि भइरहेको छ, सिंहदरबार सर्वोच्च अदालत तुरुन्त त्यहाँको काम छोडेर पठाऊ भनेपछि मध्यरातमा आएर ललितपुरको पनि दमकलबाट हामीले आगो निभाएको हो। र समग्रमा म के भन्न चाहन्छु भनेदेखि 18वटा दमकल जुन काठमाडौँ चाहिँ उपत्यकामा चाहिँ उपलब्ध छ, त्यो मध्ये हामीले 11-12वटा दमकल चाहिँ प्रयोग गर्न सक्यौँ। अरू दमकल चाहिँ यो विभिन्न कारणले गर्दाखेरि चल्न सकेन। तर जति उपलब्ध छन् त्यसलाई एयरपोर्टको समेत एयरपोर्टको आफ्नै किसिमको चाहिँ प्रावधान छ। उहाँहरूलाई समेत रिक्वेस्ट गरेर अनुरोध गरेर आगो जताततै निभाउने काम भएको। र म यति पनि तपाईँहरूलाई भन्न चाहन्छु, जुन किसिमको आगो लागेको थियो हामीसँग जति चाहिँ दमकलहरू उपलब्ध थियो त्यो ज्यादै नै छिटो समयमा, ज्यादै नै छोटो समयमा एकदम द्रुत गतिमा चाहिँ आगो निभाएको। एउटा होटल हिल्टन